मलाई कोही जस्तै बन्नु छैन यार, मलाई म जस्तै बन्नु छ। भनिन्छ नि, फलानुले यति पढ्यो तैँले कहिले पढ्ने, फलानुले मास्टर गर्यो, फलानुले पिएचडी गर्यो तैँले कहिले गर्ने, फलानुले यति कमायो तैँले कहिले कमाउने, फलानुले घर किन्यो, जग्गा किन्यो, बाउ आमालाई सुख सहेलमा राख्यो तैँले यो सब कहिले गर्ने, छिमेकीको छोरा अस्ट्रेलिया अमेरिकाको तैँले कहिले गर्ने, तैँले केही गर्न सक्दैनस्, त यो जस्तो बन्न सक्दैनस्, यो बनेर देखाउनु पर्थ्यो, त ऊ जस्तो किन बन्न सक्दैनस्। मलाई कोही जस्तो हुनु छैन, मलाई कोही जस्तो बन्नु पनि छैन, मलाई सिर्फ एउटा मात्र काम गर्नु छ। त्यो हो मैले मेरा हिजोका दिनभन्दा मेरो आजको दिन अलिकति बेटर बनाउनु छ। मैले आफैसँग तुलना गर्दैछु, मलाई कोही माइकीलालसँग तुलना गर्नुपर्ने जरुरी देख्दिन म। किन भन्दा सब थोक मैले आफै गर्नुपर्ने हो मेरा लागि, कोही माइकीलाल आएर मेरो लागि गर्दैन। त्यसैले मेरो जिन्दगीमा कसैले औँला उठाएर तैँले यस्तो गर्नुपर्छ भन्ने अधिकार कसैलाई पनि छैन। म गर्छु, मसँग ताकत छ, हिम्मत छ, जोस जागर मोटिभेसन सब छ मसँग। म एक दिन गरेर देखाउनेछु। सिर्फ मैले हिजोको दिनलाई बदलेर आजको दिनलाई बेटर बनाउने कोसिस गर्दैछु।